यताबाट पनि देखाउनु होइन बडे पनि छ आफ्नै सतहमा त्यहाँनिर त घाट मात्रै गएको छ कहाँबाट झरे आएको पानी पनि एउटा उ भएको पानी हो हिमालबाट आएको पानी हो कि फुटे आएको पानी पुग्नलाई अन्तिम डाँडोमा आइदिएका छौँ वहाँमाथि हिमाल छ यहाँ खोज छ यहाँ पाहाडले छेकेको कुण्ड भने जस्तो जस्तै नै ठाउँ छ यो पनि एउटा के सार्दैछ यो डाँडो गएपछि आइपुगिन्छ होला है तपाईँ डाँडो पछि अब चाहिँ हामी लगभग दामोदर कुण्डको पक्का नजिक आयो पानी पनि झर्ना जस्तो छ त्यहाँ पनि देखिरहेको छ नदी भएको यहाँ खोजमा दामोदर कुण्ड छ कि भन्ने विश्वास गरौँ मलाई पनि थाहा छैन पक्कै यतै होला अझै चौरी छ अहिले खुल्ला ठाउँ आएर यहाँ मुनि घर देखियो माथिबाट त्यो पहाडबाट पौडेर नजिक देखियो अझै नजिकबाट ठ्याक्क दामोदर